So hello everyone, welcome back to my YouTube channel Fat Girl मा हजुरहरुलाई धेरै स्वागत छ। अनि सो साथीहरु अस्तिको पालमा चाहिँ हामीले नुडल्स करेन नुडल्स चाहिँ खाएको थियौं, मुकबाङ गरेको थियौं। अनि अहिले चाहिँ यहाँ यत्रो चाउमिन छ अनि प्लस यहाँ चटनी छ अनि यहाँ योलाई चाहिँ आई थिंक भोर्ता भन्छ हैन। अनि हामीसँग पानी छ अनि साथीहरु हामी चाहिँ अहिले गफ गरेर खाने हैन, आज चाहिँ हामी गफ गरेर खाने हैन। च्यालेन्ज यो चाहिँ नसक्नु रे के यो चाहिँ फर्स्ट हुनेलाई चाहिँ 500 हैन अनि लास्ट हुनेलाई चाहिँ अब पनिशमेन्ट छदैछ, तर यो क्यामेराको लागि मात्रै हो है भनेर भन्दिनु साथीहरु। साच्चै रियलै हो, हजुरहरुकै साथमा दिन्छौं। यो 500 पैसा चाहिँ यहाँ छ हैन। पनिशमेन्ट चाहिँ अर्को पार्ट 2 मा। अनि सो साथीहरु अनि हामी चाहिँ ढिला नगरिकन खानुपर्ने हुन्छ हैन। आज पनि हामीले राति सुट गरिरहेका छौं यो भिडियो, के कस्तो आउँछ अब यतातिर बहिनीहरु छ। खाजा भन्ने मतलब हामीले रातिको खानाको साथै यो बनायौं। सो साथीहरु लेट्स सी के कस्तो हुन्छ। रेडी अब चाहिँ हामी खाना सुरु सो साथीहरु अब चाहिँ हामी खाना सुरु गर्छौं। अनि अस्तिको पालमा चाहिँ अब च्यालेन्जै बिना त हातले खायौं हैन हामीले। अनि आज त च्यालेन्ज भन्दा हातले खाने हो कम। सो साथीहरु लेट्स सी गाइज हैन। म त चटनी हाल्ने अलिकता। अब गाउँतिर चाहिँ यस्तै छ हैन, के भन्छ रे सेलाइसक्यो आमा जोड्दैन के। अब जे जस्तो भए पनि हामीले गाउँतिर चाहिँ यस्तो म्यानेज गरेर ल्यायौं। रेडी म सियर हाल्छु ल। 500 को सवाल छ। फर्स्ट बाइट स्टार्ट में गर्नु। फर्स्टमै अड्क्यो। हाम्रो चाहिँ सबै स्पाइसी छ एकदम। मलाई पनि मलाई सेकेन्डमा यो आलुको भर्तासँग चाहिँ मिठो हुँदो रहेछ है। आलु जेमा नि मिठो। जस्तो पो हुन्छ। ए होइन होला यहाँ चाहिँ हाम्रो असिस्टेन्टहरुले भिडियो भएको छ कि छैन हेरिरहेको छौं। हाम्रो चाहिँ धारा यहीँनिर छ नि त। अनि धारा पानी लिक भएर झरिरहेको हजुरहरुले सुन्नु भएको छ होला। तिमी त के हो फास्ट यो जति तेल गइरहेछ। मैले बितार्न सकेन। साथीहरु यो एक प्लेट चाउमिन कि मैले कति बाइटमा सिध्याइ भन्नु होला ल।
तर एकदमै स्पाइसी छ हो God, guys, bite पनि यति साथीहरू होइन कि होइन अब यत्रो नर्मल मुकबाङमा त मैले यत्रो 500 नै बागै त राख्ने थिएन फिक्स थाहा थियो नि त मैले जित्छ भनेर फिक्स थाहा थियो नि त मैले जित्छ भनेर म त खानै सक्दिनँ यो चाहिँ त्यतिकै स्पाइसी चाहिँ डेन्जर छ है भोलि बिहान निस्किन्छ Are you serious, bro? Yes. I am normal हो कि क्या हो I am normal हो कि क्या हो अनि यस्तो मान्छे मसँग च्यालेन्ज गर्ने भन्छ सिरियसली भने कि गाइज हैन म त मिठो पाए भन्छ त्यो अहिले चलिरहेको गुरुङ इटिङ च्यानल छ नि त्यो तर मिठो चाहिँ हुनु पर्यो मेरो पेटमा नहोला जस्तो तर सक्दिनँ त मलाई अघि पनि मैले भात खाएको है फेरि म चाहिँ चाखी अगाइरहेको छु सक्दिनँ त म त यस्तो मान्छे च्यालेन्ज खेल्नु भन्छ गाइस तपाईहरु पनि मसँग च्यालेन्ज खेल्न चाहनुहुन्छ भने आउनु है यो आलुको भर्ता चाहिँ मलाई एकदम मन पर्छ मैले खासमा यस्तो लोभमा च्यालेन्ज गर्ने भने खास मैले खानै सकिनँ भयो म सक्दिनँ मैले त्यही भएर यो 500 रुपियाँ राखेको हो कि गाइज हैन यसले सक्दैन अब मलाई जताभावी मान्छेले सक्दैन अब राखे ल अस्तिको भिडियो चाहिँ यति लामो भएको थियो आजको भिडियो चाहिँ छोटो होला नि सुसालीहरु सिन आयो यति धेरै स्पाइसी छ कि यो भनेर पनि भन्न सकिदैन एकदम इन्जोय गर्दै म चाहिँ अनि उतै अब खेल्ने नै भने लु खेल्ने भएपछि खेल्ने नै भनेर हामीले चाहिँ खेल्यौं हैन
आइनौ तर मलाई थाहा थियो कि उसले मसँग सक्दैन भनेर। अनि हामीले यस्तै छोटो मिठो मुकबाङ गऱ्यौँ कि कस्तो लाग्यो हजुरहरू हेरेर साथ दिनु होला। प्लस मुकबाङ भन्दा पनि च्यालेन्ज। बाहिर यहाँ यताउता कुकुरहरू हिँड्दै है, बाहिर यहाँ यताउता कुकुरहरू हिँड्दै है। अनि अब 500 च्यालेन्ज 500 रुपियाँ चाहिँ च्यालेन्ज गरेको थियो। तर थाहा छ म भएपछि ऊ दिम हुन्छ भनेर। सो साथीहरू यति भन्दै बिदामा म चाहन्छु। बाई एभ्रिवान, बाई बाई 500।